हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ विराटनगरमा काम परेकोले जानुपर्ने भएर म चाहिँ बिहानै उठेँ र भात सब्जी पकाउन थालेँ। त्यसको लागि मैले चाहिँ दाल बसाउन भिजाएर पकाएँ, अनि सब्जीको लागि चाहिँ बोडी र साग रेडी गरेँ र पकाएँ। साग पनि पाक्यो, बोडी पनि पाक्यो। सबै चाहिँ देखाउन सकिनँ साथीहरू, किनभने हतार थियो नि त। अनि अचारको लागि चाहिँ टमाटर, नुन, खोर्सानी र धनिया रेडी गरेँ। अचार पनि बनाइसकियो, अनि भात पखालेर बसाएर छोडिदिए। बाबा चाहिँ यता उता गर्दै हतार गरेर धान उठाउँदै हुनुहुन्थ्यो। म चाहिँ रेडी भइसके साथीहरू, अनि हामी चाहिँ बाइकमा हिँड्यौँ। अनि पेट्रोल चाहिँ थिएन, त्यही भएर हामीले हाल्यौँ अनि बस पार्कमा गएर बस रुँदैछौँ साथीहरू। यहाँ चाहिँ एउटा दिदीले पात र केरा राखेर बस्नु भएको रहेछ। अलिक यता चाहिँ चटपटे पसल भएकोले हामी चाहिँ त्यहाँ बस पर्खिँदै थियौँ। बस पनि आयो साथीहरू, अनि हामी चाहिँ हिँड्यौँ। बस चाहिँ एकदमै खाली थियो साथीहरू। हामी चाहिँ निर्वाचन आइपुगियो। यता चाहिँ धेरै भिड थियो साथीहरू। धेरै समय पर्खिँदा बसेर काम पनि बन्यो। हतार गर्दै घर आइयो। अनि यहाँ चाहिँ मम्मी गाई दुन बस्नु भएको रहेछ। मलाई चाहिँ आउँदैन, तपाईँहरूलाई आउँछ भने कमेन्ट गरिदिनु होला। दुध चाहिँ दुइसक्यो साथीहरू। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला।